नेपाली मूलका उद्यमी डाक्टर समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्यूज मेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक बजारमा स्टक कारोबार सुरु गरेको छ। बौद्धिक कृत्रिमता आर्टिफिशियल इन्टेलिजेन्स क्षेत्रमा काम गर्ने फ्यूज मेसिन्सले 2 वर्ष अगाडि गरेको मर्जरपछि अब फ्यूज नामबाट धितो पत्र कारोबार गर्न थालेको हो। संस्थापक डाक्टर मास्केले कम्पनीको सानो समूहबाट सुरु भएको प्रयास आज विश्वस्तरमा पुग्नु गर्वको विषय भएको बताए। उनले भने नवीन सोच र निरन्तर प्रयासले हामीलाई यो उपलब्धिसम्म पुर्याएको छ। यो हाम्रो लागि थप प्रेरणाको स्रोत बनेको छ। उनका अनुसार कम्पनीमा हाल 350 जना कर्मचारी कार्यरत छन्, जसमा 260 जना नेपालमा नै कार्यरत छन्। नास्डाकले पनि विज्ञप्ति जारी गर्दै CSLM एक्विजिसन कम्पनी र फ्यूज मेसिन्स इन्क बीचको साझेदारी प्रक्रिया पूरा भई बिहीबारदेखि कारोबार सुरु भएको पुष्टि गरेको छ। यो सँगै नेपालीले स्थापना गरेको कम्पनी पहिलो पटक विश्वस्तरको पुँजी बजारमा प्रवेश गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत डाक्टर समीर मास्के र प्रमुख वित्तीय अधिकृत क्रिस्टिन च्याम्बर्स रहेका छन्। मर्जरपछि सञ्चालक समितिमा समीर मास्केसँगै भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।